सबै गोरी नि तल थियो नि वृन्दाले श्राद्धेर सिधा पत्थर हुनुभएको सालका लिने है तपाईले यो त्यस्तो होइन तपाईँ सुनको घोर्दा सुनको कलर योमा आउँछ तपाईँ चाहन चाहिँ कसैलाई दुर्घटना नहोस् भन्ने कुरा किनभने गत 2 वर्ष 2080 को साल भर्खरै भनौँ 1.5 वर्ष जति भयो त्यसमा बाढीले गर्दाखेरि चाहिँ यहाँको सबै संरक्षण ध्वस्त भएको छ र यहाँका मन्दिर यहाँका श्रद्धास्थल सबै बगाएको छ र अहिले तपाईहरुले पनि देख्न सक्नुहुन्छ एकदमै गाह्रो भएको हुनाले चाहिँ हामी चाहिँ यहाँ अप टु डेटमा चाहिँ यहाँ इन्फर्मेसन प्रोभाइड गरिरहेको छु ताकि हामीले चाहिँ अर्को दुर्घटना नहोस् भनेर त्यही भएर चाहिँ हामी यहाँ उपस्थित भएका छौँ। हामीले चाहिँ अहिले यसम्म चाहिँ कस्तो भने चाहिँ हामी सानसानो अब बजेटमा चाहिँ हामीले चाहिँ अहिले यो टोयलेट बनाउने टहर हैन मान्छेहरूले चाहिँ यहाँ अब अफिसको भनेर एउटा टहरै तपाईहरुले देख्नुहुन्छ हामीले हेल्थ डेस्कको लागि पनि अहिले त्यति व्यवस्थित केही त छैन तैपनि एउटा छ नि काम चलाउको लागि चाहिँ हामीले चाहिँ गरिरहेको छौँ ताकि मान्छेहरूलाई चाहिँ गाह्रो नहोस्। अहिलेसम्म पनि टच वुड कहिले पनि केही पनि भएको छैन अहिलेसम्म हैन। त्यही भएर चाहिँ आजको हामीले चाहिँ यो यस्तो हजारौं तीर्थयात्री आउने बेलामा त गाह्रो हुन्छ। त्यसैपछि यहाँ हेर्नुस् तपाईहरुले चाहिँ यो लथालिङ्गै छ अहिले हामीले सरकारको निकाय पुगेको छैन यो सानो बजेटले पनि हुँदैन। त्यसैले चाहिँ हामीले चाहिँ ठुलो बजेटमा चाहिँ यहाँ सरकारले पनि एउटा हेर्नुपर्ने जस्तो देखेको छ। हामीले चाहिँ बारम्बार पनि भनिरहेछ सरकारहरु पनि आइरहन्छ हेरिराख्नु भइरहेछ तर अहिलेसम्म पनि एउटा ठोस मा चाहिँ ठुलो रकमको चाहिँ केही पनि बजेट आएको छैन। हुन त अब हाम्रो यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ आजको दिनमा कति जना तीर्थयात्रीहरु यहाँ कागबिनी आउनु भएको छ भनेर त्यसको त हामीले चाहिँ रेकर्डै होला। तैपनि नि यो यहाँ चाहिँ अव्यवस्थित रूपमा चाहिँ बाटो पनि साँगुरो छ। अब यहाँ जताततै माटो छ ढुङ्गा छ फेरि हामीले लेबल गरेर पनि गरिएको छौँ हैन डोजरले फेरि बाढी आउँछ फेरि सबै केही नगरे जस्तै अब जे गरे पनि यो चाहिँ खोलामा पानी बगाए जस्तै भइरहेछ कि अहिले। त्यही भएर चाहिँ हामीले चाहिँ सरकारबाट चाहिँ एउटा ठुलो बजेटको एउटा तटबन्धन यो आरसीसी को ढलानहरु बनाएर यो श्रद्धालुहरुको लागि चाहिँ व्यवस्थित गर्नुपर्ने हाम्रो सरकारको जस्तो ध्यान चाहिँ आकर्षित गर्नुपर्ने जस्तो देखेको छ। अहिले म चाहिँ हाम्रो मुस्ताङ जिल्लाको पवित्र ठाउँ पवित्र स्थल कागबेनी भन्ने ठाउँमा छु जहाँ चाहिँ अहिले हजारौंको संख्यामा हाम्रा धर्मावलम्बीहरू आफ्नो पितृको चाहिँ श्राद्ध गर्न एउटा पुण्य काम पितृको श्राद्ध गर्न भनेर चाहिँ आउनु भएको छ। यो ठाउँमा जीवनमा एकचोटि आफ्नो पितृको श्राद्ध गर्यो भने पितृको आत्माले शान्ति पाउँछन् भन्ने एउटा आत्मविश्वास छ। यो पवित्र स्थल जुन अहिले यो चैत्र औँसीको दिन चाहिँ एउटा शुभ दिन भएकोले पनि यो जनमानसको चाहिँ ठुलो भेला भएको छ। अब यहाँ श्राद्ध गर्दाखेरि पुण्य पाउने पितृले पुण्य पाउने एउटा आफ्नो विश्वास जनआस्था त छँदैछ। त्यसको अलावा पनि यो प्रकृतिको एउटा सुन्दर नगरी सुन्दर स्थल पनि हो जहाँबाट हाम्रो नीलगिरी हिमाल देखिन्छ जहाँ हाम्रो आधा घण्टा करिब 45 मिनटको चाहिँ गाडीमा गयो भने अर्को हाम्रो धाम मुक्तिनाथ धाम छ जहाँ यहाँ श्राद्ध गरिसकेपछि गएर मुक्तिनाथ धाममा गएर नुहाएर
अनि यो श्राद्धको चाहिँ कार्यक्रम पुरा भएको चाहिँ एउटा ठानिन्छ। अब अहिले यहाँको हाम्रो संरचना हेर्ने हो भने गएको बर्खामा चाहिँ बाढीले गर्दाखेरि धेरै जुन यो तीर्थालुहरूको लागि चाहिँ राम्रोसँग चाहिँ बसेर यो धार्मिक हाम्रो जुन कार्यक्रम छ श्राद्धको चाहिँ यो गर्नको लागि चाहिँ अझ सहज हुने अवस्था देखिएको छैन। जहाँ चाहिँ अहिले गर्ने काम चाहिँ छँदैछ। अब ढुङ्गाहरू गिटीहरू थुपारिएको छ, तर यसलाई सम्याएर पहिले नै यो दिनभन्दा पहिले नै गर्न सकेको भए तीर्थालुहरूलाई अझ सहज हुन्थ्यो। आनन्द लाग्छ, गर्नु पायो, आउनु पायो, त्यही नै ठुलो कुरा। अब हामीले सोचिरहेका थियौँ यसो गर्नुपर्छ भनेर। श्राद्ध गर्ने त हाम्रो त्यहाँ भाइहरू हुनुहुन्छ, अब हामी सबै परिवारमै छौँ। अब यहाँ श्राद्ध गरेर अनि हामी मुक्तिनाथतिर जाने, मुक्तिनाथको दर्शन गर्ने, अनि त्यसबाट माथि जाने। कसै त्यस्तो देखाएको छैन, हामी भर्खर आएको हो, खासै त्यस्तो देखाएको छैन। तर एउटा चाहिँ अहिले खोलामा हामी यसो पानी गरेर हात धुन जाउँ, पानी छर्न जाउँ भन्दाखेरि चाहिँ एउटा के देख्यो भन्दाखेरि नहुनुपर्ने कुरा, लाखपति बाले रहेछ। यहाँ साथीभाइले लाखपति बाले रहेछ। त्यो लाखपति बालेर त्यतिकै सरकार सोध्छ सल्के छैन के, त्यसो चाहिँ गर्नु नहुने हो। यहाँ हामी तीर्थ श्राद्ध गर्नको कागबेनीमा हामी श्राद्ध गरेर यहाँ हामी के अरे पिण्ड सेलाउँदैछौँ। त्यहाँबाट चाहिँ पछाडि हामी फेरि माथि मुक्तिनाथ गएर नुहाएर यहाँको चाहिँ सबै यता स्थिति के रहेछ भनेर बुझ्नको लागि र धर्मको लागि पनि हामी यहाँ आइपुगेका छौँ। त्यसको लागि चाहिँ यहाँ चाहिँ कस्तो भने धेरै तीर्थालु भक्तजनहरू आएर यहाँ चाहिँ धर्म यो तीर्थ श्राद्ध गर्ने ठाउँ भएको हुनाले चाहिँ यहाँ एकदम राम्रो। अब यहाँ चाहिँ हाम्रो हिमालीहरू क्षेत्र देखिने, त्यसले गर्दाखेरिमा तीर्थको चाहिँ साह्रै यो राम्रो ठाकबेनीमा काग खोलामा आएर चाहिँ हामी तीर्थ श्राद्ध गरेका छौँ। अब यहाँ एकदम रमणीय राम्रो ठाउँ रहेछ। सुरक्षा बल पनि अब सुरक्षा पनि अब राम्रोसँग बस्नु भएको रहेछ यता यो ठाउँमा होइन। बस्नको व्यवस्था यस्तै रहेछ यो ठाउँमा होइन। हामी श्राद्ध गर्न र माथि के अरे मुक्तिनाथको नुहाउन पनि श्राद्ध गर्न दर्शन गर्न। अब यहाँ तरण तार्न हुन्छ, मुक्ति पाउनुहुन्छ पितृहरूले भनेर यहाँ आएका। म त थिएँ हुन्छ तर्पण दिनु उहाँ गएर धर्म हुन्छ सबैजनाले त्यही भन्छन् भनेर पितृ तर्छन् भनेर त आएका। सुविधै भयो, राम्रोसँग आयौँ, माथि उसमा बस्यौँ, घरमा बस्यौँ। घर पाइयो, होटल होइन घरैमा बस्यौँ। बाटो ठिक लाग्यो, राम्रो लाग्यो, राम्रोसँग आइयो, केही भएन, उहाँदेखि आयौँ।